50 बेड भयो भने त्यो हामीले एक्सपेक्ट गर्न सक्छौँ र गर्नु पनि पर्छ र हुनु पनि पर्छ किन जिल्ला अस्पताल अहिले जिल्ला अस्पतालको लेभलको छैन हामीसँग भेन्टिलेटरहरू चाहिँ युज भएको छैन अहिले हैन अब चाहिँ गर्न खोज्दाखेरि पनि भएको छैन किन भन्दा हामीसँग कर्मचारी छैन कर्मचारीहरू पनि चाहिँ हामी एडुकेट छैन अनि भएको कर्मचारीले पनि हामी स्यालेरी खुवाउने अवस्था छैन अहिले चाहिँ सबैको स्वास्थ्यका कुरा डाक्टरका कुरा यहाँलाई कार्यक्रममा स्वागत छ धन्यवाद जिल्ला अस्पताल सल्यानले अहिले चाहिँ आम सेवाग्राहीका निम्ति नागरिकका निम्ति कस्ता खालका सेवाहरू चाहिँ प्रवाह गर्दै आइरहेको छ स्वास्थ्य सेवा कार्यालयमा अहिले हाम्रो जनस्वास्थ्य प्लस अस्पताल छ हैन जनस्वास्थ्यको त जनस्वास्थ्य कार्यक्रम एजिटी चाहिँ अब नेपाल सरकारको अनुसार भइरहेको छ मेनली अस्पतालको कुरामा ओपीडी सेवा लगायतका हैन भिडियो एक्सरेदेखि लिएर हाम्रो ल्याबदेखि लिएर इमर्जेन्सीदेखि लिएर हाम्रो चाहिँ डेलिभरी रिलेटेड र डेलिभरीमा कहिले कम्प्लिकेट भयो भने सीएस गरेर चाहिँ बच्चा अपरेसन गरेर निकाल्ने लगायतका अनि चाहिँ यो चाहिँ सेफ एबोर्सनको पनि हरू छ अनि चाहिँ कहिलेकाहीँ चाहिँ यो यौन हिंसामा परेको ओसिएमसी पनि छ हैन लगायत यो उहरू सेवाहरू चाहिँ अहिले जिल्ला अस्पतालले चाहिँ प्रोभाइड गर्दै आएको छ बिरामीको सङ्ख्याको हिसाबले गर्दाखेरि जस्तो दैनिक चाहिँ कति जति बिरामी आउँछन् त्यसमा कस्ता खालका बिरामीहरू चाहिँ अलि बढी मात्रामा छन् हाम्रो जिल्ला अस्पतालमा अब चाहिँ पेसेन्ट एभरेजमा चाहिँ अब त्यो कुनै कुनै दिन पनि फरक पर्छ अब आइतबार सोमबार मङ्गलबार त्यस्तो बुधबारतिर चाहिँ अब 150 to 200 150 200 जस्तो हुन्छ भनेपछि कहिलेकाहीँ शुक्रबार बिहिबार शुक्रबारतिर अब चाहिँ अराउन्ड 100 को हाराहारीमा हुन्छ अब यसमा चाहिँ कस्तो बिरामीहरूको चाहिँ हेर्दाखेरि चाहिँ सबै मिक्स खाले नै आउनुहुन्छ जस्तो चाहिँ अब महिलाहरूमा चाहिँ पाठेघरको समस्या लगायतको चाहिँ तल्लो पेट दुख्नेदेखि समस्याहरूदेखि हुन्छ अनि कति कुरा चाहिँ केही मानसिक समस्याहरू साइकेट्रिक डिजिजहरू भएको होइन अनि चाहिँ अहिले पछिल्लो चरणमा चाहिँ जुन नन कम्युनिकेबल डिजिज भन्छ प्रेसर सुगर होइन दमको डायबिटिजको होइन त्यो बिरामीहरू चाहिँ अलि चाहिँ धेरै डायग्नोसिस पनि भएको छ र उहाँहरू फलोअपमा पनि अलि चाहिँ टाइट भएको छ त्यो कारणले त्यस्तो बिरामीहरू चाहिँ आउनुहुन्छ र अरू अब चाहिँ कहिलेकाहीँ चाहिँ अब सिजनल हैन इन्फ्लुएन्जा हुन सक्छ अनि कहिले डायरिया लगायतको इन्फेक्सनको कुराहरू हुन्छ हैन त्यो कारण यस्ता बिरामीहरू चाहिँ अब आउनुहुन्छ यो अहिले गर्मी सिजन चलिराखेको छ यस्तो बेलामा चाहिँ प्राय बिरामीहरू रुगाखोकीवालाहरू त्यसपछि झाडा पखलावालाहरू त्यस्तो खालको चाहिँ टाइफाइडसम्मको केसहरू चाहिँ बेला बखतमा चाहिँ हुने सुनिन्छ सल्यान अस्पतालमा त्यस्ता खालका केसहरू छन् कि छैनन् त अहिले चाहिँ त्यस्तो हाम्रो चाहिँ अब चाहिँ उल्लेख्य मात्रामा जस्तो चाहिँ हामीले चाहिँ एउटा एक्सपेक्टेड जस्तो हुन्छ अब चाहिँ तपाईको चाहिँ एउटा पखालाको हुनसक्छ अथवा चाहिँ इन्फ्लुएन्जाको एउटा चाहिँ एक्सपेक्ट यदि होला भन्दाखेरि कहिलेकाहीँ एक्सेसिभ जस्तो चाहिँ एकदम आउटब्रेक भयो भने चाहिँ त्यस्तो चाहिँ हामी चाहिँ अलार्मिङ हुन्छ त्यो कारणले फाटाफुट्टा केसहरू चाहिँ आउँछ अब चाहिँ डायरिया भएको केसहरू चाहिँ हैन यो रुगाखोकी टाइपको आउनुहुन्छ तर चाहिँ त्यस्तो अलि चाहिँ आउटब्रेकै टाइपको चाहिँ छैन अहिले चाहिँ यो सँगै अस्पतालले प्रवाह गर्ने जुन विभिन्न खालका सेवाहरू भन्नुभयो नि जस्तो अस्पतालले प्रवाह गर्ने सेवाहरू कुनै कारणले रोकिएको अथवा चाहिँ औषधि लगायतका विभिन्न सर्टेजहरू भएको त्यस्तो खालको केही केसहरू छ अहिले पछिल्लो चरणमा चाहिँ हाम्रो चाहिँ अब संहिता आएसँगै चाहिँ केही सजिलो पनि भएको छ केही चाहिँ गाह्रो पनि भएको छ हैन अब अहिले चाहिँ हाम्रो चाहिँ औषधिकै कुरा गर्ने हो भने औषधिमा चाहिँ अहिले हाम्रो जिल्लामा चाहिँ त्यो जुन बजेट छ बजेट एकदमै कटौती भएर आउँछ हो त्यो कारण हामी डिपेन्ड गर्नुपर्छ प्रदेश आपूर्तिमा चाहिँ डिपेन्ड गर्नुपर्छ र माथि चाहिँ स्वास्थ्य सेवा विभागमा दुईवटामा त्यो कारणले माथिल्लो निकायमा चाहिँ अहिले चाहिँ टेन्डरहरू चाहिँ राम्रो चाहिँ टाइममा नसक्दाखेरि चाहिँ टाइममा चाहिँ यो चाहिँ हाम्रो जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालयले फेरि चाहिँ हाम्रो चाहिँ पालिकालाई पनि दिनुपर्छ त्यो कारणले यो चाहिँ सुगर प्रेसरका हैन अनि चाहिँ यो चाहिँ इम्प्लान्टहरू अहिले सर्टेज भइरहेको अवस्था छ हैन अनि त्यो कारणले यो चाहिँ अब टाइममा अब चाहिँ यो चाहिँ सल्भ भयो भने चाहिँ यो बेटर हुन्थ्यो अनि अब जिल्ला अस्पतालमा पनि अब चाहिँ विशेषज्ञ डाक्टर जस्तो चाहिँ 4-5 जना विशेषज्ञ डाक्टर भएको भए चाहिँ अब चाहिँ अहिले म एउटा एज ए फिजिशियन भएँ र हाम्रो जिपी हुनुहुन्छ हैन त्यो बाहेकको हाम्रो सर्जन बच्चाको डाक्टर र पाठेघर अब चाहिँ गाइनिकोलोजिस्टहरू भएको भए यो चाहिँ अझ बेटर हुन्थ्यो त्यसले गर्दा हामी सर्भिस एक्सटेन्सन गर्न गाह्रो भएको छ हैन अब चाहिँ समस्याहरू त धेरै छ अब चाहिँ हाम्रो चाहिँ अब कर्मचारीहरू पनि चाहिँ हामी एडुकेट छैन अनि भएको कर्मचारीले पनि हामी स्यालेरी खुवाउने अवस्था छैन अहिले चाहिँ किनभने माथिबाट बजेट आएको छैन हैन त्यो कारण यी कारणहरू छ अहिले चाहिँ
अघि यहाँले जोड्नु पनि भयो जस्तो विभिन्न कारणहरूले गर्दाखेरि सेवा प्रवाहमा समस्या चाहिँ भइरहेको छ भनिरहँदाखेरि आम सेवाग्राहीहरूको गुनासो छ कि जिल्ला अस्पतालमा सुत्केरी नर्मल डेलिभरी भएन भने सिएस बाहेक चाहिँ अन्य खालका चाहिँ शल्यक्रियाहरू जिल्ला अस्पतालमा हुँदैन, नेपालगञ्ज दाङ सुर्खेत रिफर गर्नुपर्ने अवस्था छ भन्ने खालको चाहिँ गुनासो गर्नुहुन्छ। त्यो चाहिँ किन नभएको त? कारण होइन, यही कारण भनेको चाहिँ अब चाहिँ अपरेसन गर्ने डक्टरहरू चाहिँ अब चाहिँ जिल्ला अस्पतालमा अहिलेको अवस्थामा चाहिँ यो 50 बेड भइसक्नु पर्थ्यो, 50 बेड भएको छैन होइन। दरबन्दी छ हाम्रो चाहिँ हाड जोड्नेको पनि दरबन्दी छ, बाल रोगको पनि दरबन्दी छ होइन। अब चाहिँ सर्जनहरूको पनि दरबन्दी छ, तर उहाँ नहुँदाखेरि के हुन्छ भन्दाखेरि अपरेसनको कुरा त विशेषज्ञ डक्टरले गर्ने हो होइन। त्यो नहुँदाखेरि अहिले चाहिँ हामी चाहिँ त्यस्तो कुराहरू जस्तो अब चाहिँ अपरेसन गरेर सिएस बाहेक अरू कुराहरू चाहिँ रिफर गर्नुपर्ने एकदम बाध्यता चाहिँ छ अहिले चाहिँ। दरबन्दी अनुसारको जनशक्ति नहुनुमा यहाँहरूले माग नगर्नु भएको हो कि अथवा चाहिँ प्रदेशले केन्द्र सरकारले चाहिँ आपूर्ति नगर्दै हो? माग गर्दा गर्दै सुनाइ नभएको हो? होइन, माग त हामीले गरेका छौँ होइन, माग त गरेका छौँ। माग गरे अनुसार चाहिँ हामी बजेट बनाएर पनि पठाउने गर्छौँ, तर चाहिँ यो चाहिँ माथिल्लो निकाय अलि चाहिँ सिरियस नभएको जस्तो मलाई फिल हुन्छ। किन भन्दाखेरि एउटा 50 बेड चाहिँ गर्नुपर्ने, 50 बेड नगरे पनि जुन जनशक्ति छ त्यसलाई चाहिँ एउटा चाहिँ विज्ञापन गरेर त्यतिलाई पठाइदिए पनि हामीले त्यतिले अलि चाहिँ एक्सटेन्ड गर्न सक्छौँ होइन। त्यो कारणले जिल्लामा चाहिँ विशेषज्ञ डाक्टर राख्नुपर्छ भन्ने त्यो कन्सेप्ट चाहिँ त्यति अवेर नभएको हो कि जस्तो लाग्छ कि। अब चाहिँ जिल्ला अस्पतालमा यही कन्डिसन त होइन नि। अब अहिलेको कन्डिसनमा त अब त्यति चाहिँ 4-5 जना चाहिँ विशेषज्ञ डाक्टर भएको त हामीले एउटा लेभल अप चाहिँ हाम्रो चाहिँ ट्रिटमेन्ट हुन्थ्यो, त्यसले रिफरल रोकिन्थ्यो। यहाँ भएको चाहिँ सबै चाहिँ हाम्रो बिरामीहरूलाई चाहिँ एउटा चाहिँ उपचार पनि यहीँ पाउने, पैसा पनि बच्ने होइन, चाहिँ के अरे चाहिँ समय पनि बच्ने हुन्थ्यो। त्यो कारणले यो चाहिँ हाम्रो प्रदेश लगायतको माथि चाहिँ सङ्घीय सरकार पनि, सङ्घीय चाहिँ मन्त्रालयहरू पनि अलि चाहिँ त्यसमा यो कुरामा चाहिँ अझै सिरियस नभएको जस्तो मैले चाहिँ फिल गर्छु। यो सँगै अस्पतालको चाहिँ जो निर्माणाधीन भवन अझै पनि अलपत्र छ, अस्पतालले नै योभन्दा अगाडि चाहिँ अस्पतालमा प्राप्त भएका आइसियु भेन्टिलेटर सहितका चाहिँ त्यो सामग्रीहरू पनि त्यसै चाहिँ प्रयोगविहीन जस्तै छ होइन। जिल्ला अस्पताल 50 शैय्याको हुन बित्तिकै यो सबै रनिङ त हुने होइन होला, त्यसका निम्ति पनि जनशक्ति चाहिन्छ होला। अहिलेकै जनशक्तिले 50 शैय्याको जिल्ला अस्पताललाई चाहिँ धान्न सक्छ त? अहिलेको जनशक्तिले चाहिँ सक्दैन। अहिले चाहिँ हाम्रो चाहिँ यो 15 बेड हो, हामीले चाहिँ अहिले चाहिँ एक्सटेन्ड अब चाहिँ 30 चाहिँ विकास समितिबाट हालेर 45 रन गरिरहेको छ। तर अहिलेको हामी यति कुराहरूमा पनि हामी चाहिँ अब चाहिँ वार्डकै कुरा गर्ने पनि त्यहाँ कार्यालय छैन, त्यहाँ चाहिँ स्टाफ नर्सहरू छैन। हामी चाहिँ अब चाहिँ यही विशेषज्ञ सेवाहरू विस्तार गरौँ भन्ने हाम्रो चाहिँ अरू चाहिने विशेषज्ञ डक्टरहरू हुनुहुन्न होइन। हामीलाई चाहिँ कार्यालय लगायतको चाहिँ हाम्रो चाहिँ स्टाफ नर्सदेखि लिएर पारामेडिक्सदेखि लिएर विशेषज्ञ डक्टरहरू चाहिँ अहिले अपुग्छ होइन। अब 50 बेड भयो भने के हुन्छ भन्दाखेरि एउटा चाहिँ दरबन्दी चाहिँ बढ्छ, तर दरबन्दी बढेर मात्र भएन, आइदिनु पऱ्यो डक्टर। त्यो कारणले लोकसेवाले पनि खोल्नु पऱ्यो, टाइमली खोल्नु पऱ्यो, त्यसलाई चाहिँ अलि चाहिँ सिरियस भएर खोल्नु पऱ्यो होइन। अनि चाहिँ त्यो हुँदै गयो, जस्तो विशेषज्ञ डक्टरहरू भयो र स्टाफहरू चाहिँ बढ्यो भने त्यहाँबाट चाहिँ सर्भिस एक्सटेन्ड गर्न सकिन्छ। जस्तो हामीसँग भेन्टिलेटरहरू चाहिँ युज भएको छैन अहिले होइन, अब चाहिँ गर्न खोज्दाखेरि पनि भएको छैन, किन भन्दा हामीसँग कर्मचारी छैन होइन। कर्मचारी नहुँदाखेरि चाहिँ स्टाफ नर्स लगायत चाहिँ अब चाहिँ कार्यसहयोगी नहुँदाखेरि चाहिँ एक्सटेन्ड गर्न सकेका छैन होइन। त्यो कारणले यो चाहिँ कर्मचारीहरू चाहिँ को चाहिँ दरबन्दी अथवा दरबन्दी नभए पनि कहिलेकाहीँ चाहिँ करार कर्मचारीको चाहिँ स्यालेरी एटलिस्ट त्यति पठाइदियो भने हामीले चाहिँ एक्सटेन्ड गर्न सक्छौँ, तर त्यो चाहिँ हुन पाएको छैन अहिले चाहिँ। किन भन्दा अहिले भएका जुन कर्मचारी हुन्छ तिनीहरूको पनि स्यालेरी नआउँदाखेरि चाहिँ अब चाहिँ गाह्रो भएको छ। झन् अब एक्सटेन्ड गर्ने र कर्मचारी बढाउने त झन् त्यो अलि पर कुरा। त्यो कारणले सरकारमा भएको हाम्रो चाहिँ जुन अब चाहिँ सबै हुनुहुन्छ राजनीतिज्ञ लगायत सबै कुराहरू हुन्छ नि, अब उहाँहरूले चाहिँ यो सिरियसली लिनुपर्छ। अब पछिल्लो चरणमा हामी चाहिँ अस्पताललाई चाहिँ एकदम फोकस गर्नुपर्छ। अस्पतालमा अब यो नन कम्युनिकेबल डिजिजहरू यति धेरै बढाएको छ, अब त्यसको इन्भेस्टिगेसन डायग्नोसिसदेखि लिएर म्यानेजमेन्ट त्यो उपचारहरू अब चाहिँ कहाँ पुगिसक्यो होइन। बाहिर देशहरू उनीहरू रिसेन्ट एडभान्सहरू कहाँ पुगिसक्यो, तर हामी त्यो पुरानो 2000 चाहिँ चाहे होइन 50को चाहिँ त्यो गाइडलाइनमा बसेर अझै चाहिँ त्यो औषधि त्यसरी चाहिँ किन्छौँ, त्यसरी प्रोक्योर गर्छौँ होइन। इभन चाहिँ विशेष डक्टर राखेर चाहिँ त्यो काम गरिँदैन कि। त्यो कारणले अब चाहिँ हामी यो चाहिँ पोलिसी मेकिङमा जो हुनुहुन्छ त्यो कारण यो कुरामा चाहिँ एकदम सिरियस भएर एकदम लाग्नुपर्ने चाहिँ एकदम जरुरी भएको छ। यदि जिल्ला अस्पताल चाहिँ 50 शैय्याको भयो र चाहिँ दरबन्दी अनुसारको कर्मचारीहरू पदपूर्ति भयो भने सल्यान र यो आसपासका नागरिकहरूले जिल्ला अस्पतालबाट के सेवा चाहिँ पाउँछन् त?
अब 50 बेड भयो भने चाहिँ अब सर्जन भएपछि अपरेसनको कुराहरू सबै हुने भयो हैन। अनि हाड जोड्ने डक्टरहरू भयो भने हाम्रो चाहिँ हाड जोड्ने अब फ्र्याक्चरदेखि लिएर त्यहाँ चाहिँ अपरेसन गरेर चाहिँ हैन चाहिँ इम्प्लान्टहरू गर्नेहरू चाहिँ गर्न सक्यो। अब गाइनिकोलोजिस्ट भयो भने गाइनिकोलोजीको लगायतहरू पार्टिकलको अपरेसन लगायतको कुराहरू बढ्ने भयो हैन। त्यो भए कारणले अब चाहिँ 50 बेड भयो भने त्यो हामीले एक्सपेक्ट गर्न सक्छौँ र गर्नु पनि पर्छ र हुनु पनि पर्छ, किन जिल्ला अस्पताल अहिले जिल्ला अस्पतालको लेभलको छैन हैन। अब चाहिँ हाम्रो चाहिँ छिमेकी चाहिँ प्रदेश हेर्दै गर्दाखेरि उहाँ 50 बेड भइसकेको छ हैन। अब चाहिँ पछिल्लो भर्खर चाहिँ अस्ति फुटेकाहरू पनि अब अहिले स्वास्थ्य चौकीबाट 50 बेड भइसकेको छ भनेपछि हाम्रो चाहिँ त्यो भएको छैन हैन। अब बिस्तारै हामी त्यो भयो भने चाहिँ हामी चाहिँ अब जिल्लामा चाहिँ हामी अपरेसनको कुराहरू छ, विशेषज्ञ सेवा विस्तारहरू छ र अब चाहिँ यो वर्ष नै हामीले फेरि यहाँ जिल्ला अस्पतालमा पनि इन्डोस्कोपी र मुटुको भिडियो एक्सरे चाहिँ सुरु गर्छौँ। सुरु गर्नलाई पनि अब हामीले प्रोक्योरको चाहिँ स्टार्ट गरिसकेका छौँ। तर त्यो गर्नलाई पनि के चाहिँ त्यो स्टाफ टिम त चाहिने होला हैन। मैले चाहिँ कतिचोटि चाहिँ बारम्बार चाहिँ मैले चिठी पनि लेखेको छु। अब चाहिँ सचिवज्यू लगायतको अब चाहिँ मन्त्रीज्यूहरूलाई चाहिँ कुरा चाहिँ पुरा छ, तर त्यो यदि आएन भने त फेरि के गर्ने भयो भन्दाखेरि त फेरि चाहिँ सर्भिस एक्सटेन्ड गरौँ भनेर आँट्ने, तर चाहिँ त्यो गर्न नसक्ने हो छ। त्यो कारणले मन्त्रालयहरूले यो कुराहरू चाहिँ अहिले चाहिँ जहाँ जहाँ विशेषज्ञ छ उसले के गर्न सक्छ हैन। अब म फिसियन भयो भने फिसियनलाई गर्नलाई के चाहिन्छ, त्यो सर्जन कतै छ भने सर्जनलाई चाहिने के छ, हाड जोड्ने डक्टरहरू छन् हाड जोड्ने डक्टरलाई चाहिँ के चाहिन्छ, उसले चाहिँ फुल्ली चाहिँ उसले फङ्सन काम गर्नलाई भने त्यो कुरा चाहिँ एकदम चाहिँ अहिले चाहिँ सिरियस भएर चाहिँ यो चाहिँ स्टडी गरेर नै त्यो चाहिँ बजेटिङ गरिदियो भने चाहिँ एकदम यो चाहिँ सर्भिस एक्सटेन्ड गर्न चाहिँ सजिलो हुन्छ। जिल्ला अस्पतालसँग स्वास्थ्य सेवा कार्यालय पनि जोडिया छ। अब यहाँ बिरामीको उपचार मात्रै नभएर सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्ने आवश्यकता छ। यस्तो अवस्थामा चाहिँ नागरिकहरूलाई रोगबाट बचाउनका निम्ति र स्वस्थ राख्नका निम्ति यहाँहरूले सचेतनाका कार्यक्रमहरू चाहिँ कसरी सञ्चालन गरिराख्नु भएको छ? अब यता चाहिँ जनस्वास्थ्यतिर चाहिँ हाम्रो चाहिँ विभिन्न प्रकारको कार्यक्रम हुन्छ। कुनै चाहिँ प्रिभेन्टिभ कार्यक्रमहरू हुन्छ हैन। अब चाहिँ त्यसमा चाहिँ इन्फर्मेसन दिनेदेखि लिएर हामीले चाहिँ कार्यक्रमहरू चलाउनेदेखि लिएर ट्रेनिङ दिनेदेखि लिएरहरू हुन्छ। अब अनि अर्को हामीले विभिन्न चाहिँ हाम्रो यो वर्ष पनि हामीले 2वटा चाहिँ विशेषज्ञ क्याम्प चाहिँ सञ्चालन गऱ्यौँ 2 ठाउँमा हैन। अनि त्यो लगायतको हाम्रो अब चाहिँ भ्याक्सिनेसन कुराहरू हुन्छ। अस्ति भर्खर चाहिँ हामी HPV पनि भ्याक्सिनेसन गऱ्यौँ, लगायतको अरू भ्याक्सिनेसन रेगुलर हुन्छ हैन। अनि चाहिँ अब यही अब चाहिँ रोगहरू बस्न नदिन, अब प्रिभेन्टिभ हो जनस्वास्थ्य भनेको चाहिँ प्रिभेन्टिभ प्लस खोप हैन। प्रिभेन्टिभ प्लस खोपहरूको भएको छ, त्यो भएर त्योहरू चाहिँ रेगुलर नै भइरहेछ। त्यसले गर्दाखेरि अब रोगलाई चाहिँ हुन नदिन प्रिभेन्टिभ जुन गर्न सकिन्छ त्यो कुराहरू चाहिँ हाम्रो रेगुलरली त्यसरी भइरहेछ। अन्तिममा स्वास्थ्य सेवा कार्यालय मातहतको जिल्ला अस्पताल सल्यानको सेवालाई थप प्रभावकारी र व्यवस्थित गर्नका निम्ति सङ्घ सरकार र प्रदेश सरकारले चाहिँ के गरिदियो भने सहज हुन्थ्यो जस्तो लाग्छ? अब यसमा चाहिँ मैले अघि पनि भने जिल्ला अस्पतालको लेभल हुनुपर्छ। त्यो भने चाहिँ 50 बेड चाहिँ एटलिस्ट हुनु पर्यो हो। 50 बेड भएपछि के गर्नु पर्यो भन्दा त्यो जनशक्तिहरू हुन्छ, जनशक्ति पदपूर्ति गर्न जुन सम्बन्धित निकाय छ प्रदेश लोकसेवा लगायतको मन्त्रालय त्यो चाहिँ पूर्ति गर्नु पर्यो हैन। त्यो सँगसँगै के गर्नु पर्यो भन्दा विशेषज्ञ डक्टर भइसकेपछि विशेषज्ञ डक्टरलाई चाहिँ के चाहिने हो, जस्तो अपरेसन गर्ने हो भने अपरेसन कुराहरू हैन। अब इन्डोस्कोपीको लागि इन्डोस्कोपी, मुटु भिडियो एक्सरे हैन, त्यो कुराहरू त्यो चाहिँ दिनु पर्यो हैन। त्यो चाहिँ बजेटिङ चाहिँ मिलाउनु पर्यो हैन। अनि अब चाहिँ एचडियूहरू चाहिँ अब आइसियू चाहिँ जिल्ला अस्पतालमा अलिक गाह्रो नै हुन्छ, तर चाहिँ एचडियूसम्मको गर्न चाहिँ भेन्टिलेटरको सेवाहरू हामीसँग भेन्टिलेटर छ, तर त्यो चलाउने मान्छेहरू जनशक्ति चाहिने होला हैन। त्योसँग लगायतको हाम्रो स्टाफ चाहिने होला। त्यो कुराहरू यो चाहिँ सबैलाई चाहिँ यो कुराहरू बुझेर अनि चाहिँ बजेटिङहरू गरियो भने हैन, बजेटिङ गरियो भने चाहिँ हामी चाहिँ जिल्ला अस्पताललाई चाहिँ अलिक सजिलो हुन्छ। अनि अर्को चाहिँ अब यो हाम्रो चाहिँ भवनहरू चाहिँ अब टाइममा चाहिँ हैन सिरियसली अहिले टाइममा चाहिँ निर्माण भयो भने त्यसले गर्दा हामीलाई सर्भिस एक्सटेन्ड गर्न सजिलो हुन्छ। नत्र चाहिँ अब भवनै नहुँदै गर्दाखेरि हामी चाहिँ केही चाहिँ ल सर्भिस यो गरौँ नयाँ चाहिँ एक्सटेन्ड यो गरौँ भन्दै गर्दाखेरि हाम्रो स्पेस छैन हैन, हामी चाहिँ खुम्चिनु पर्ने हुन्छ। त्यो कारण यो कुराहरूमा चाहिँ अब मन्त्रालय स्वास्थ्य मन्त्रालय नै हुनुपर्छ। अब स्वास्थ्यमा पनि अब यहाँ सामाजिक विकास मन्त्रालय हो, सामाजिक विकास मन्त्रालयलाई पनि बजेट चाहिन्छ। अब उहाँहरूको पनि अब त्यही अनुसारको चाहिँ गाह्रो होला हैन। त्यो कारण अर्थ लगायत मुख्यमन्त्री कार्यालय त्यसमा सिरियस हुनु पर्यो स्वास्थ्यमा हैन। माथि सङ्घ सरकारले पनि स्वास्थ्य मन्त्रालय पनि त्यसरी सोच्नु पर्यो हैन। अस्पतालमा अब त लगानी गरिएन भने त अब चाहिँ ठुलो चाहिँ समस्या हुन्छ
होइन अहिले पनि हामी चाहिँ त्यो चाहिँ सुशोषित भएनौँ र अहिले पनि हामीले चाहिँ एक्सन लिएनौँ भने चाहिँ पछाडि चाहिँ एकदम चाहिँ यो चाहिँ नन कम्युनिकल डिजिजहरूको चाहिँ एकदमै ठुलो रूपमा चाहिँ बढ्ने र त्यसले गर्दाखेरि जुन धन होइन जन होइन आफ्नो चाहिँ होइन मोर्टालिटी हुने चाहिँ एकदम धेरै बढ्छ। त्यो कारण यो चाहिँ सिरियसली बुझेर चाहिँ हाम्रो चाहिँ यो मन्त्रालयहरू सामाजिक विकास मन्त्रालय हाम्रो केसमा र स्वास्थ्य मन्त्रालय लगायतको यो कुराहरू चाहिँ एकदम चाहिँ त्यो चाहिँ सिरियसली चाहिँ लाग्नुपर्छ। हुन्छ, हामीलाई समय दिनुभयो, धेरै धेरै धन्यवाद। धन्यवाद। रोग भन्दा ठुलो शत्रु छैन र स्वास्थ्य भन्दा ठुलो धन पनि होइन। स्वस्थ रह्यौं भने बच्न सक्छ अमूल्य जीवन। सबैको स्वास्थ्यका कुरा, डाक्टरका कुरा। Exclusively